तपाईको भट्काइसक्दा त्यहाँ घुरुरु पुग्नु न, उसको थालिहाल्नुहोस्। गरङ्ग्र जानुहोस् त खुँडा खुकुरी लिएर, अनि उसको बुढीलाई निकाल्नुहोस् त बाहिर। उसको बुढीको गाडी एकछिन रोकिराखेरि सिंहदरबारमा आगो लगाउने। उसको बच्चा चाहिँ बच्चा, तपाईँहरूको बच्चा बच्चा होइन। उसको श्रीमती चाहिँ श्रीमती, तपाईँहरूको श्रीमती श्रीमती होइन। ऊ चाहिँ मान्छे, तपाईँ चाहिँ मान्छे होइन। म बालनलाई भन्छु त, बालनजी तपाईँको दम छ भने नि बाल मन्दिर उठाउनुहोस् न, पहिला बाल मन्दिर खाली गर्नुहोस्। एउटा कुरा के भन्छु भने, जसले तपाईँको घर भत्काउन आउँछ यत्रो हुनुहुँदो रहेछ त यहाँ। कति कति हुनुहुन्छ यहाँ? भूमिविहीन कति हुनुहुन्छ? यहाँ 800 धुरी भनी काठमाडौँभरि कति छन्? अनि 67 वर्षी भनेपछि त त्यसै पनि 67 भनेपछि त झन्डै 2 लाख जति मान्छेहरू छन् त। अनि अस्तिको आन्दोलनमा त्यति मान्छे थिएन नि त। जसले घर भत्काउन आउँछ त्यसैको घर घर भत्काउनुहोस्। जसले लसार पसार गर्छ उसैको बुढीलाई लसार पसार गर्नुहोस्, अनि चेतना खुल्छ। कुरा बुझ्नुभयो के? त बालनजी तपाईँको दम छ भने नि बाल मन्दिर उठाउनुहोस् न, पहिला बाल मन्दिर खाली गर्नुहोस्। पशुपतिको खाली गर्नुहोस्। तपाईँले साँच्चै आमाको दुध पिएको छ भने बालनजी, बसन्त चौधरीले हडपेको छ नर्भिक हस्पिटल, त्यो खाली गरेर देखाउनुहोस् त। अनि यो सुकुम्बासी खाली गर्न आउनुहोस्। कुरा भन्नुभयो के? तपाईँलाई भन्दाखेरि लाग्ला गाली गरौँ भनेर। गाली गरे होइन, सभ्य तरिकाले भनेको, सम्झाको। गरिबको घर भत्काउँदाखेरि नि कतै तपाईँको घर पो भत्किने हो कि त्यो पनि ख्याल गर्नुहोस्। भत्काउनेको नाइके त बालेन हुन्। भत्काउँदै सिंहदरबारमा आगो लगाइदिए। अब लगाउन बाँकी केही छैन। बाँकी नभएर तपाईँहरूलाई आगो लगाएर खेद्न खोजेको, भत्काएर खेद्न खोजेको, त्यसको लागि तपाईँहरू जतिखेर पनि लड्न, जुन अवस्थामा पनि लडेर बस्नलाई तयार गर्नुहोस्। तपाईँको भत्काइसक्दा त्यहाँ घुरुरु पुग्नु न, उसको थालिहाल्नुहोस्। तपाईँहरू पुगिहाल्नुहोस्। गरङ्ग्र जानुहोस् त खुँडा खुकुरी लिएर, घरमा जानुहोस् त, अनि उसको बुढीलाई निकाल्नुहोस् त बाहिर। उसको उसको बुढीको गाडी एकछिन रोकिराखेरि सिंहदरबारमा आगो लगाउने। उसको बच्चा चाहिँ बच्चा, तपाईँहरूको बच्चा बच्चा होइन। उसको श्रीमती चाहिँ श्रीमती, तपाईँहरूको श्रीमती श्रीमती होइन। ऊ चाहिँ मान्छे, तपाईँ चाहिँ मान्छे होइन। त्यसले गर्दाखेरि उनीहरूले सिकाएको होइन, घर उनीहरूले नै सिकाएको हो नि त, हो कि होइन? हामीले सिकाएको होइन नि। त्यसले गर्दाखेरि तपाईँलाई बचाउन नागरिक अभियान आइसकेको छ। हामी आइसकेका छौँ। हिम्मत नहार।